गुल्मीको पश्चिम क्षेत्रमा हावाहुरीका कारण घरगोठका छाना उडाउँदा ठूलो मात्रामा क्षति पुगेको छ। मुख्य गरी मालिका गाउँपालिका, मुसिकोट नगरपालिका र मदाने गाउँपालिकाका विभिन्न क्षेत्रमा हावाहुरीले सोमबार साँझ क्षति पुर्याएको थियो। मालिका गाउँपालिकाको नेटा, दर्लिङ, ह्वाङदी, अर्खवाङ, छापहिले, अर्जै, घमिल र मरभुङ गरी 8वटै ओडामा हावाहुरीले क्षति पुर्याएको छ। मालिका गाउँपालिकाबाट प्राप्त प्रारम्भिक सूचनाका आधारमा 150 भन्दा बढी घरमा क्षति पुगिसकेको तथ्याङ्क छ। प्रहरी अहिले क्षतिग्रस्त स्थलमा छ। मुचुल्का पछि सबै विवरण सार्वजनिक हुने मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताउनुभयो। अध्यक्ष अर्यालको घरसँगै मालिका गाउँपालिकाका झण्डै 2 देखि 300 घर गोठमा क्षति पुर्याएको छ। यस विषयमा गुल्मी क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद गोविन्द पन्थीले संसदमा ध्यानाकर्षण गराउनु भएको छ। ध्यानाकर्षण गराउँदै विस्थापित परिवारलाई राहत उपलब्ध गराउन पनि उहाँले माग गर्नु भएको छ। मालिका गाउँपालिकाका धेरै ठाउँमा क्षति पुर्याएकाले यसको वास्तविक विवरण भने आउन बाँकी छ।